दाइ चाहिँ यस्तरी रिसाउनु भएको थियो आज बाटोमा आउनेलाई ढिलो भएको भनेर। हेलो गाइस, वेलकम टु माय न्यू ब्लग। गाइस सबैजनाहरू सन्चै हुनुहुन्छ होला। सो म पनि सन्चै छु गाइस। खासमा चाहिँ हो मेरो 2-3 दिनदेखि चाहिँ ब्लग आइरहेको छ होइन, टाइम नमिलेर हो गाइस होइन। कस्तो ठिक छ। फेरि आज चाहिँ एउटा नयाँ ब्लग आउँछ गाइस। अबदेखि चाहिँ सबैले जति टाइम हुन्छ त्यति दिइदिन्छु गाइस। सो आज चाहिँ अब अहिले चाहिँ 4 बजिसक्यो गाइस। 4 बजे अब उठ्नु पऱ्यो, उठेर चाहिँ अब कामसँग गर्नु जानुपर्छ। 4 बजी उठि चाहिँ काम गर्नु जानुपर्छ। ठिक छ, अब चाहिँ म काम गर्नु जान्छु गाइस। तपाईँहरूलाई चाहिँ कामबाट आइसकेपछि चाहिँ देखाउँछु गाइस। अहिले चाहिँ 4 बजिसकेको छ, बिहान 4-7 भयो। 4-7 उठेर अब काम गर्नुपर्छ गाइस। काम चाहिँ गर्नै पऱ्यो नि होइन। सो ठिक छ, निन्द्रा पनि लगाइराखेको छ। अहिले चाहिँ काममा जान्छु म गाइस। फोनहरू चाहिँ घरमै छोड्नुपर्छ, चार्जहरू पनि छैन, त्यो भएर चाहिँ सबैजना हेर्दै गर्नु होला। त्यसो गाइस उठेर पनि काममा गएर पनि आइसक्यो गाइस। अब चाहिँ नास्ता गर्न आएको, तर यहाँ छोरीले चाहिँ आँप चाहिँ काटेर राखेर चाहिँ आँप चाहिँ खानुपर्छ। तपाईँले खाने चाहिँ भन्नु। कस्तो घरको आँप जस्तो चाहिँ गाइस। सो त्यो भएर मेरो छोरीले आँप साप काटेर राखिदिरहेछ, अङ्कल आएर खानुहुन्छ। अन्त उ नै आइ भन्न भाउजू आइ भन्नु न। सो अब चाहिँ हामी अब त्यही हो गाइस। आज चाहिँ नेपालको बस्नुदेखि चाहिँ नेपालदेखि सामान आएको छ अरे। दादा र म चाहिँ जाने, अलिक काम चाहिँ भइयो होइन। सो काममा जोड भएर अनि जानु पर्ला। अब चाहिँ नास्ता गरेर जानु पऱ्यो गाइस। नास्ता गरेर पछि आएर फ्रेस भएर जानुपर्छ। सो सबैजनाहरू हेर्दै गर्नु होला। अब त्यही हो, भ्लग चाहिँ कहिले कस्तो ढिलो हुन्छ, कहिले आउँदैन। सो गाइस त्यो सबैजनाहरूले बुझिदिनु होला, किनभने यो प्रब्लमहरू पनि छ। सो त्यही भएर चाहिँ आउनु नसक्यो हो। अब चाहिँ म कोसिस गर्छु। खानेकुरा धेरै रहेछ नि यहाँ। यति खानुपर्छ, मोटाइन्छ। नाङ्गै। सो अब यहाँ चाउचाउहरू पनि बनाइसक्नु होला। चाउचाउ चिया आम अब रोटीहरू पनि छ उता माथि। अब म उताबाट आएर डाइरेक्ट फ्रेस भएर आउँछ है त गाइस। अहिले गर्नु होला। त्यस्तो गाइस हामी चाहिँ अब नआएर फाइनली 4 बजिसक्यौँ। अब हामी चाहिँ नेपालबाट सामान आउँदैछ। सोल्टिनु जाँदैछौँ। सबैजनाहरू हेर्नु होला। हाम्रो भाउजू हेर्नु कसरी हेरिदिनु पर्यो। बिरामी भएर कति भइसक्नु, कस्तो लगाइसक्नु नि के भन्ने हो। अनि नेपालबाट सामान आएर खुसी हुनुपर्ने। सबै के भन्नु होला त्यो बिर्सी के हेर्नु। ल ठिक छ गाइस, अब म चाहिँ निस्किनु लाग्यो। सो सबैजनाहरू हेर्दै गर्नु होला। हामी चाहिँ अब नेपाली बस्नु देखाउँछौँ, सबैलाई हेर्नु होला होइन। हामी चाहिँ सामान जाँदैछौँ। अब दादाजी तल गइसक्नु भएको छ। म चाहिँ अब रेडी हुँदैछु। रेडी के अब सक्स लगाएर चट्ट लगाएर निस्किहाल्ने गाइस। यता मेरो बेटाले चाहिँ छोरोले चाहिँ सक्स हेर्दैछ। खुल्ला दाजु खुल्ला हालिराख्नुहुन्छ। अनि ऊ त्यो कुन हो त माथि हेर्नु, अरू पनि हुनु कतै त। सो गाइस हेर्दै गर्नु होला। यहाँ सक्स चाहिँ भेटेन। सो सक्स चाहिँ खोज्दैछु म, एउटा मात्रै भेट्यो। ठिक छ, अब छोरोले चाहिँ उता हेर्दैछ, माथि गइसकेको छ। ठिक छ, ल हेर्दै गर्नु ल। म चाहिँ अब दादा ठाउँ गइसकेपछि देखाउँछु है त गाइस। हामी चाहिँ पार्किङमा आइपुग्यो। नै कसै सो अब हामी चाहिँ पुगिसक्यौँ नै। कसै निकाले होइन, सामान चाहिँ आइपुगेछ। अब हामी चाहिँ हिँडेको, तर दाइ चाहिँ यस्तरी रिसाउनु भएको थियो आज बाटोमा आउनेलाई ढिलो भएको भनेर। अझ ए त्यो भएर त देखाइदिने हो म। हुँदै
त्यो होइन त म आफ्नो भिडियो बनाइरहेको थिएँ होइन अब अगाडि राखेको थिएँ मलाई के थाहा त बनाएको कि छैन त्यो यति बोलिरहेको छु अगाडि आज हामी चाहिँ हिँडेको क्या चाहिँ अब रिसाउनु भएको त आज फुल रिसाउनु भएको छ रिसै धेरै रिसाउनु भयो अब अगाडि गएर भेटौँ है त त्यसलाई भन्छ बिकज यस्तो दामी 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 मेरो कम्पनीहरू यो त नर्मलै हो जस्तो चाहिँ मलाई लाग्छ यतिको चाहिँ यो ठाउँमा हेर्ने हो भने चाहिँ अनि यो बेलुकाको लाइट चाहिँ दामी पर्छ क्या चाहिँ त्यो चाहिँ देखाउनु भ्याइन म भनेर सोच्दै बिल्डिङ गाई सामान त लिएर आयो उता दादाले फोडिदिनुहुन्छ तर बाटोमा चाहिँ रिसाएर सामान बनाउने सिचुएसन नै नआइदियो खोइ कस्तो काटा हे कसलाई चाहिएछ भनिहाल्नुहोस् हाम्रो दादाले बोलेको जसरी हामीले बोल्न त आउँदैन सो गाई ठिक छ यहाँ ठिक छ गाइज अब चाहिँ सो गाइस अब हामी चाहिँ कालिम्पोङ जानुपर्छ गाइस सो होइन किरण ठाउँ हुन्छ त्यो भएर चाहिँ त्यहाँ हामी सबैजना नेपालीहरू नेपाली बसेर चाहिँ किटी खेल्छौँ सो त्यो भएर चाहिँ म निस्किन्छु गाइस सो सुत्ने भनेको अब यस्तो यस्तै भयो अब म चाहिँ अहिले निस्केँ गाइस सो भेटौँला के चिनपछि है त गाइस आइयो पनि तर हारियो पनि तर त्यहाँ गएर देखाउनु चाहिँ सकिएन तर हामी भाउजू कसरी हेर्छन् त्यहाँ त अब आज गाली खाइहाल्यो भोलि अरू चाहिँ नजाने पर हाम्रो हेड म्याडम यता 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 मैले गाली खाएर भने त्यो गाली खायो भन्नु नपाइने अरे रिसाउनु भयो भन्ने अरे वाह भाउजू वाह यहाँ हाम्रो भाउजू साउनी भएर बस्नु गएको छ त्यहाँ साउनी भएपछि चाहिँ हाम्रो यहाँको साउ त्यसरी सुतिसकेको छ अनि यता हाम्रो दिदी हुनुहुन्छ ठिक छ गाइस आजको ब्लग चाहिँ यहीसम्म एन्ड हुन्छ सो सबैजनाहरू हेर्दै गर्नु होला म्याच सबलाई मनदेखि सबैजनाहरूले सपोर्ट गरिदिनु होला अब चाहिँ आज चाहिँ खासै त्यस्तो भनेको जस्तो चाहिँ भएन गाइस कसैले माइन्ड गर्नु होला सरी भन्न चाहन्छु नेक्स्ट टाइमदेखि चाहिँ यस्तो हुँदैन सो ठिक छ सबैजनाहरू ल म्याच सबलाई मनदेखि बाई बाई गाइस टेक केयर